सुन्दैन बिहान बिहान घन्टी बजाउँछ सबैको राम्रो छ स्वास्थ्य राम्रो सबै राम्रो छ भन्छ मुजी बिहान पूजा गरेर नपाउनु नि लामा 11 बजी कसले घन्टी बजाउँछ हौ अनि 8 बजी कहाँ गइन् के थाहा बिहान उठि चाहिँ रनिङ गर्नु गयो होला नि रनिङ गरेर आज रनिङ गएर आयो कि कुन चाहिँ के चोरे लगेर लायो मलाई यसको चाहिँ बानी यस्तै छ त्यस्तो के हैन यहाँ चोकमा दसैँमा पिङ हालेर छ नि त अनि त्यही भएर त्यही पिङ खेल्दा खेल्दा कहाँ माथि पुगेर यहाँ ठगेर ठगेर आयो क्या अरू के हैन लास्टै भोग लागेछ यार ल खाइदिनु के पाकेछ के पाक्नु तेरो बाबु सुरादै पाकेछ अस्तिको प्रोटेस्ट सबै ठप्प भइहाल्यो न कलेज फी तिर्नु सकेछ न घरको भाडा तिर्नु सकेछ तिमीहरू के काम छैन खालि हल्लियो हिँड्यो खायो कामसाम केही गर्नु छैन त्यो मोबाइलले गेम फेरि के गरेर बस्यो खालि छ अब त्यो त अब यसो फ्री भएको बेला हो नि यसो टाइम पास हुने अब त अल्छी लाग्छ भने यसो टाइम पास गर्ने त्यहाँ अब कमेन्टमा लिङ्क छ प्रोमो कोड छ त्यहाँ चाहिँ अब साइन अप गर बोनसहरू पनि आउँछ त्यो गेम सेम खेल्नु टाइम पास त हो अब तेरो इच्छा त खेल नखेल नखेल साँच्ची दसैँ भनेपछि याद आयो के छ प्लान योपालिको दसैँमा गाउँदैन नि गाउँ गाउँमा त पैसा नि हुनु पऱ्यो नि लाभाले झन् दसैँ बेला गाडी भाडा यस्तो बढाउँछ नि बरु हिँड्दै गयो भने पुगिन्छ सही हो ल दसैँमा यहाँ बस्ने बेला चाहिँ बब्बाल रमाइलो गर्नुपर्छ जे भयो नि अरू केही नसके पनि यार खसीको मासु त खानुपर्छ यार दसैँमा यार यत्रो वर्ष हामीले काठमाडौँमा बस्यौँ पढ्यौँ वर्षको एक दिन मात्रै दसैँको दिन त्यो एक दिन पनि हामीले खसीको मासु खान सकेन भने धिक्कार छ हामीलाई ल हो यार खसीको मासु त खानै पर्छ हो यार दसैँ बेला मासु त खानै पर्छ यार ल सही हो त्यसो भए ल हामीलाई जति जति पैसा छ त्यति निकालौँ ल अगाडि ल यसो गरौँ न डेढसीले पनि एक पाउ त आउँछ कुखुराको टन्न झोल राख्नुलाई मैले भने होइन यसलाई कोठामा नराम भनेर भाडा तिर्ने म तैँले राखिस् होइन यार यो दसैँमा खसीको मासु त खानै पर्छ यार खानै पर्छ चाहे जे होस् खसीको मासु त खानै पर्छ ल अब यसो गरौँ हामी 3 जना छौँ 3 ठाउँमा जाउँ आफ्नो बुद्धिले जति जति पैसा ल्याउनु सकिन्छ ल्याउने अनि त्यसपछि योपालि दसैँमा खसीको मासु खाने लेट्स गो Let's go! ये